नमस्कार साथीहरू आज म नेपाल ट्रायलमा छु। ट्रायल गर्नको लागि यहाँ मोटरसाइकल ट्रायलको लागि अगाडि बढ्दैछु। देख्न सक्नुहुन्छ यहाँदेखि मेरो फर्स्ट टाइम हो। यहाँ म झार्दै सिक्दैछु। हेर्न सक्नुहुन्छ भित्रको घेरा पनि छुनु हुँदैन र बाहिरको घेरा पनि छुनु हुँदैन र खुट्टा पनि भुइँमा राख्नु हुँदैन। त्यसै गरी म प्रयास जारी छ। मेरो एक चक्कर लगाइसकेर अब अर्को चक्करको यहाँबाट चलाउँदै काम जारी छ। साथीहरू लाइनमा हुनुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ अगाडि बढ्ने क्रम जारी नै छ। अगाडि बढ्दैछु र म अहिले बहुतै धेरै नै कमजोर अवस्थामा छु। किनभने सिक्ने अवस्था जारी नै छ। यहाँदेखि अगाडि बढ्नुपर्छ। सिधा बाहिर एक राउन्ड लगाएपछि यहाँदेखि प्रोटेक्टेड हुन्छ। यहाँ सिङ्गल साइड इन्डिकेटर पनि दिनुहुन्छ र यहाँदेखि मरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ यहाँ लाइट दिएको छ र ग्रिन लाइन भएछ अगाडि पनि। र यहाँ बिचमा स्टपमा आएर रोक्नुले अगाडि बढ्ने क्रममा रेस हल्का दिएर हल्का क्लच दिएर अगाडि बढ्न सक्नुहुन्छ। यहाँबाट म बाहिर आएपछि यहाँ पनि त्यस बेलामा रोक्नुपर्ने हुन्छ र यहाँ आइसकेपछि यो मेरो सेकेन्ड टाइम साथीहरू यहाँ देख्न सक्नुहुन्छ। दोस्रोचोटिको राउन्डमा छु। तेस्रोचोटिमा यति पर्फेक्ट भइसकेको छु र यहाँ राउन्ड लगाइरहेको छु। देख्न सक्नुहुन्छ राउन्ड लगाउँदाखेरि हार चाहिँ एकै नर्सले चलाउन सक्यो भने पास गर्न सकिन्छ। तर बाइक उयो हुनुपर्छ। यहाँ चलाएको र उहाँ चलाउने एउटै बाइक भयो भने पास गर्छु। यहाँ म धेरै राम्रो तरिकाले निकालिसकेको छु र अगाडि बढ्ने क्रममा छु। यहाँदेखि सानो प्लेट अगाडि बाहिर गइसक्यो। साइड पनि डालेको छु। धेरै मिस्टेक आएको छैन। हजुरहरूले राम्रोसँग हेरेर नयत्तिकन गर्नुभयो भने घटाउन सकिन्छ। तर फर्स्ट टाइममा नसके पनि सेकेन्ड टाइममा पक्कै सकिन्छ होला भन्ने लाग्छ। र यहाँ एकपल्ट पनि मेरो पछाडि नगइकन अगाडि आएको छ। अनि यहाँबाट बाहिर निस्केको छु। साथीहरू भिडियो मन परेमा लाइक कमेन्ट गर्नुहोला। यस्तै मोटिभेसन भिडियो रेसिपी धेरै म ब्लगहरू हाल्ने गरेको छु। यहाँदेखि मेरो राउन्ड सिद्धिएको छ साथीहरू। यस्तै गरी पास गर्नु होला। यहाँ म सिकेर आइसकेपछि यहाँ म आज यताको साइडतिर आएको छु। जुन यो मेरो बाइक हो। यहाँ म आज यो एरियामा घुम्न आएको छु। देख्न सक्नुहुन्छ यतापट्टिको एरिया हो यो मेरो बाइक। कति मोडलको होला हजुरहरूले कमेन्ट गरेर बताउन सक्नुहुन्छ। र ल यहाँ देख्न सक्नुहुन्छ साथीहरू र यहाँदेखि भिडियो हेर्नको लागि भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। हस्त नमस्कार।